चाहिँ गुरुङ भाइले भनेको अलिकति यसो इमानदार बन्नुपर्छ है। सबै गर्छन् त गुरुङ भाइले भनेर हुन्छ नि। जम्मै प्रोग्रामहरु हाप्दै बस्दै आज 3 घण्टा 4 घण्टा कुर्दा पनि गाडी पठाउँदैन हो केटाहरुले। कम त बोर भयो मलाई, झन्डै मन नआएको। एनीवे ढिलै भए पनि भेट भयो। धेरै जना त गइसक्नु भएको छ, जो जानु भएको छ उहाँहरुलाई पनि मैले धेरै सोधेको छ, धेरै माया गरेको छ भन्दिनु होला, आई लभ यु भन्दिनु होला भन्दै। अनि म धेरै तपाईहरुको समय लिन चाहन्न। अब साँझ परिरहेछ, कस्तो चिसो बढिरहेछ है, चिसो बढिरहेछ हैन। चिसोमा अब तातिने तरिका त तपाईहरुलाई थाहा छँदै होला नि। कसरी बेबी यस्तो चिसोमा कि दुईटा सिरक ओड्नु पर्छ कि सिरक भित्र चाहिँ दुईटा हुनु पर्छ। तर हामी जस्तो त्यो दुईटै नहुनेहरुको लागि अब हामी त आफ्नो घरमा बस्ने फुर्सद हुँदैन। सो अर्काको घरमा बास माग्दै जाँदाखेरि कहीँ एउटा भेटिन्छ, कहीँ सिरकै भेटिँदैन, दुईटा त भेट्ने कुरै भएन। अब बिहा नगरेको कन्याकुमारी भर्जिन केटी दुईटा हुने कुरै भएन हैन। त्यसैले हामी गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदिवासी जनजातिहरुको चाहिँ एउटै थलो छ, तातिनी भनेको भट्टी। 3 प्याक जति लायो भने बल्ल तातो हुन्छ ज्यान जाडोमा है। त्यसैले एक लट भट्टीबाट सुरु गरौँ ल। सजपख भट्टीमा छिरेको ओ चाहिँ केटाहरु है त, केटाहरु बेलुकातिर सुन्दै जान्छ भट्टीतिर। सजपख भट्टीमा छिरेको थाहै पाइन बेलुकातिर तिरेको कान्छी मुसुकै पैसा भुसुकै, कान्छी मुसुकै पैसा भुसुकै। अब कान्छी मुसुकै भन्छ, तपाईहरु पैसा भुसुकै भन्नु ल। कान्छी मुसुकै पैसा भुसुकै, कान्छी मुसुकै पैसा भुसुकै। अब हामी जस्तो सेक्सी कान्छीको लाइन